हेलो गाइज वेलकम एनकेएन भ्लगरमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी गहुँ काट्न जाँदैछौँ। हाम्रो हातमा आसी छ। हामी गाउँबारीमा पुग्ने लागेका छौँ। हाम्रो गाउँतिर यस्तो आम पनि फलेको छ। यस्तो आम अब ठुलो हुँदै चाहिँ खानी हो हैन। हामीले काटेर यस्तो गुच्छा बनाइराछौँ बिहान काटेको। अहिले चाहिँ फेरि हामी गहुँ काट्ने भनेको हैन। बहिनी चाहिँ यसरी गहुँ काट्दै हुन्छ, हामी चाहिँ आँची समातेर बसिरहेछौँ। हाम्रो गाउँबारी हाम्रो खेतहरू चाहिँ यता यता छ। हामीले हाम्रो यो गहुँ लागेको खेत चाहिँ यति हो, काटिरहेछौँ। गहुँ काटिरहेछ हाम्रो बहिनीले, फुपूले काटिराख्नु भएको छ। अनि मैले चाहिँ भिडियो बनाउने भनेर भिडियो बनाइरहेको। हाम्रो फुपूहरूले काटिराख्नु भएको छ। हाम्रो बारी हेर्न सक्नुहुन्छ। हाम्रो बारी, हाम्रो फुपू, हाम्रो साजु यस्तै काटिराख्नु। उहाँ चाहिँ हाम्रो फुपाजु, उहाँ चाहिँ मुठा बान्नुहुन्छ गहुँको। हामीले चाहिँ काट्छौँ हैन। 12 क्विन्टल गहुँ हुन्छन्। त्यही त हाम्रो बारी। टक्क चाहिँ अब चाहिँ मैले चाहिँ गहुँ काट्नु पर्यो हैन। बारीमा आएपछि गहुँ काट्नु पर्यो भनेर म चाहिँ गहुँ काट्न लागिरहेको छु। फटाफट काटेर अब चाहिँ मेट दिने, अघि बिहान काटेको यति काट्यो। अब चाहिँ म नि काटिरहेको छु फटाफट काटेर बेलुका छिट्टै सकिदिने भनेको। मेरो बहिनीलाई भिडियो गराऊ भनेर आफू काट्न लाग्यो। बहिनीले कस्तो गराइन् खै, ठिकै होला सायद। गहुँ काट्दा काट्दै नेपालगञ्जको गर्मी धेरै बढेर होला, सबै गइसकेका छन्। अब हाम्रो बहिनी र म मात्रै काटिरहेछौँ गहुँ भन्नुपर्छ। अरे पुसाइ हुनुहुन्छ पर बानिराख्नु भएको छ। हाम्रो बहिनी चाहिँ टक्क रुसेर है त्यहाँ गएर बसिरहेछन्। भनेको नमाने रुसेर। अब चाहिँ हामीले एउटा गडा चाहिँ सकेर फेरि अर्को एउटा माथितिर उल्किँदैछौँ। गहुँ काटिरहेछौँ। हाम्रो एउटा बहिनीले चाहिँ काटिरहेको थिइन् उम्मेर, अर्को चाहिँ बसिरहेको थिइन्। अनि हाम्रो भाइ चाहिँ अगाडि गइरहेको छ। यहाँको भ्यू चाहिँ यस्तै छ भन्नुपर्छ। उसैले टक्क मुठा बानिराख्नु भएको छ। हाम्रो भाइ उफ्रिरहेको छ। फाइनली गाइज अब चाहिँ हामीले गहुँ काटेर मेटिसकेका छौँ। अब चाहिँ घर जाने क्रममा छौँ भन्नुपर्छ। हाम्रो यो एनकेएन भ्लगर च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। साथै लाइक कमेन्ट गर्न नि नभुल्नु होला। फर्स्ट भ्लग हो, हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला ल।